यहाँनिर अनसेफ हन्ट गर्दाखेरि यस्तो भएछ रिजल्ट है फेरि ल फाइनली हामीले आज यो कठ्यौरीलाई हन्ट गरिसकेको। हेलो वेलकम ब्याक टु दि च्यानल। आजको दिनमा भनेदेखि चाहिँ म कठ्यौरीलाई काट्न गइरहेको छु। कठ्यौरी जसलाई तपाईँले जहाँसुकै देख्न सक्नुहुन्न, जसको मह पनि एकदमै प्रेसियस छ, मेडिसिनल भ्यालु एकदमै बेसी छ। सो यो चाहिँ आज तपाईँलाई काटेर देखाउनेछु कसरी काटिने रहेछ। यसको मह छ कि छैन त्यो पनि नट सो स्योर, कन्फर्म छैन, तर पनि काट्ने हो। मह छ भने खाने हो। हेर्नुहोस् है ल भिडियोलाई अन्तसम्म। ओके सानोमा देखेको एकैचोटि यसपालि देख्यो नि। चिल्सी पो भन्छ त त्यत्रोले पनि। कस्तो पो गरौँ नि बनाएर। खुकुरी चाहिँ ल्याउने भए त सट्टै त्यो काटेर हुन्थ्यो कि। खुकुरी एकैतालमा काट्ने खालको हुनु पर्यो नि। यसरी आरी त छैन नि। लाग्दैन त्यो। म के साह्रो लोभ गरिरहेको नि। यहाँ चाहिँ मह रहेछ कि थाहा हो। मुठैमा छिर्यो नि आएर। एकछिन ल छेमा। सो अब भनेदेखि सेफ्टीसँगले यसलाई काट्ने हो। सो तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर अनसेफ हन्ट गर्दाखेरि यस्तो भएछ रिजल्ट है। फेरि मैले अहिले चाहिँ यो भेललाई लिएर आएको छु। अब भनेदेखि यसलाई मजाले काट्ने कोसिस। सो फाइनली हामीले आज यो कठ्यौरीलाई हन्ट गरिसकेका छौँ। तपाईँले देख्न सक्नुहुन्छ। पोली फटा हजुर पोलेन हौ, माथि कुदमेरामा बसेको छ। कति बेसी मगाए मम्माको दिएको मैले देखिन त। ल देखेको छ जस्तो लाग्यो नि मलाई। यतिको त यो म कतै उता छैन। ल ल बाँकी झर्छ होला नि। यहाँनिर चाहिँ तपाईँले देख्न सक्नुहुन्छ फुल मह चाहिँ छ यहाँ। यहाँ चाहिँ महै मह मात्रै छ। यस्तो छ यो प्योर हनी, रेयर हनी हो यो, जो जहाँसुकै पाइँदैन। यस्तो छ बस्तीमा। सो यस्तो छ अनुहारमा पनि ओठमा पनि लागेको छ मह आज अलिकति है। यस्तो भइरहेछ।
यति बेला भनेदेखि हामीले यो कठ्यौरीको महलाई काटिसक्यौँ है। तपाईँले देख्न सक्नुहुन्छ यसको रङ गोल्डन सुनौलो खालको रहेछ जो एकदमै छ अनि कुटकाको भन्दा पनि अलिकति फरक रङ देखियो। यो एकदमै प्रेसियस मह एकदमै जहाँसुकै नपाइने मह। अब यसलाई स्टोर गरेर राख्ने हो अनि बेला बेला दबाईको रूपमा खाने हो। सो यस्तै छ बस्तीमा जिन्दगी, यसरी समय बितिरहेको छ। फेरि पनि अर्को भिडियोलाई लिएर आउने नै छु। तबसम्मको लागि स्टे कनेक्टेड, स्टे अर्ग्यानिक, स्टे हेल्दी, टेक केयर, बाई बाई। सो यस्तो छ अनुहारमा पनि ओठमा पनि लागेको छ मह आज अलिकति है, यस्तो भइरहेछ।